शब्दहरू मायाको अगाडि सधैँ फितला हुन्छन्। तसर्थ मैले लामा शब्दहरू तपाईँहरू माझमा लमतन्न पार्दिनँ, किनकि मैले एउटा मफलर लमतन्न पारिसकेको छु। तपाईँहरू सम्पूर्णलाई हृदय त नमन र हार्दिक स्वागत गर्छु। आमाले पनि बाले पनि बाबु खाना खान आइजे भनेर 2-3 चोटि भन्नुहुन्छ, त्यसपछि खाए खा नखाए नखा भन्नुहुन्छ, अथवा अहिले आफै झिकेर खालास् भन्नुहुन्छ। तर मलाई किताब लेख्नुपर्छ भाइ भनेर मैले भने, बा आमाले पनि 2-4 पटक खाना खान आऊ बाबु भनेपछि नमाने, अहिले आफै खाए भनेर आफ्नो मेलामा हिँड्नुहुन्छ। तर त्योभन्दा पनि माथि उठेर सधैँ किताब भाइ एउटा किताब निकाल्नुपर्छ, लेख्नुपर्छ, कहिल्यै थाक्नु भएन उहाँ, कहिले झर्किनु भएन। मेरो दाइ आदरणीय दाइमा अमर दाइ, हृदय त आभार व्यक्त गर्छु। र म जिन्दगीमा धेरै थाकेको छु, त्यसो त नथाक्ने कोही पनि हुँदैन। र मेरो थकाइ त्यही गाउँको थकाइ हो, जहाँ एकापट्टिबाट चेपे बग्छ, त्यो चेपे मेरोतिर आएन, आएको भए अझै त्यो हरियाली हुन्थ्यो होला। दरौदी बगेको ठाउँमा एउटा डाँडो बसिदियो, यदि त्यो दरौदी नजिक एउटा डाँडो हुन्थेन भने मेरो गाउँ नभएर कुनै बगर हुन सक्थ्यो। म अस्तित्वमा विश्वास गर्छु। म जहाँ उभिएको छु एक्लै उभिएको छैन, तपाईँहरूको प्रेम, तपाईँहरूको आशीर्वाद र तपाईँहरूको हौसला लिएर उभिएको छु। जिन्दगी मेरो सुक्खा थियो, त्यसो त जिन्दगी रुझ्न पनि बडो मुस्किल हुँदो रहेछ, जिन्दगीलाई रुझाउन पनि बडो मुस्किल हुँदो रहेछ। रहरले रुझाउँछु भन्दा लामो रुन नसकिने रहेछ, भित्र मन पोल्दाखेरि पनि मान्छे रुन नसकिने रहेछ। मैले गजललाई कति सम्हालेँ थाहा छैन, तर मलाई गजलले सम्हाल्न थालेको धेरै भइसक्यो। 2070 सालबाट मलाई गजलले सम्हाल्यो। गजलले सम्हाल्दै गर्दा एउटा जिन्दगीले धेरै कुरा पाउँछ जस्तो मलाई कहिल्यै पनि लाग्दैन। त्यसो त संसारमा विलक्षण प्रतिभा भएका मान्छेहरू धेरै हुन्छन्, तर मैले यति धेरै माया पाएँ, यति धेरै हौसला पाएँ। म मेरो पिठ्यौमा घाउ भएको दिन पनि तपाईँहरूको धाप सहन तयार छु। तर समयको प्रहार, जहाँ हरिया जङ्गलहरू छन्, जहाँ हरेक चिजहरूले बास बस्नुपर्ने हो, त्यही चट्याङ पर्छ, त्यही बढी चट्याङ पर्छ। जहाँ हृदय अलिकति फराकिलो हुन्छ, त्यही नै प्रहार धेरै हुने रहेछ। जिन्दगीले पनि त्यत्तिकै प्रहार गर्यो र नियतिले पनि। र म प्रहारबाट भागेर कहिल्यै पनि टाढा गइनँ। म आजसम्म आमाले नै पकाएको खाइरहेको छु। म एकदमै अस्तव्यस्त मान्छे हुँ। मेरो भाइ छ जसले मलाई सम्हालेको छ, पछाडि आएर बसेको छ। मैले सम्हाल्न नसकेको मेरो व्यवहारलाई उसले सम्हालेको छ। नत्र एउटा लेखकले समय कति छुट्याउन सक्छन्? सानो बच्चो छ, बुढा हुन लायक बाआमा छन्, मेरा काँधमा जिम्मेवारीहरू छन्, तर म चुपचाप एउटा कोठामा बसेर कलम चलाइरहन्छु। आमा मेला गएको दिन पनि म भात पकाउने मेसो पाउँदिनँ। बा घरमा नभएको बेला पनि म मेरा वस्तु बाउलाई पानी दिने मेसो पाउँदिनँ। मेसो नपाएको जिन्दगी बडो मजाको हुँदो रहेछ। मेसो नपाएको जिन्दगी साँच्चै मजाको हुँदो रहेछ। अब यो यात्रामा बाआमाले जन्माउनु भयो, मलाई त्यही माटोको घरमा बसेर लेखेँ, जहाँनिर फलामका डन्डीहरू मात्र थिए, फलामका डन्डीहरू थिए। त्यो भित्तो इट्टाको थियो तर माटोकै जडान थियो। मैले त्यसलाई कहिले लिप्ने पनि प्रयास गरिनँ। म सुत्ने ठाउँ मैले हेर्दा त्यो माटोको फुस्रो भित्तो नै देखिरहेँ। माटोको फुस्रो भित्तोले मलाई एकदमै रसिलो बनाउँदै गयो। त्यही रसले बहकिएर बगेर तपाईँहरू माझमा आइपुगेको छु। यो यात्राका तपाईँ सम्पूर्णलाई हृदयबाट आभार व्यक्त गर्छु। मेरा गुरुहरू करिब जिन्दगीको 30 वर्ष जति लागिसकेको थिएँ। म हरेक मान्छेको आफ्नै लय हुन्छ, त्यसो त केही गर्न नसक्नु पनि केही गर्न सक्नु हो। मैले त्यो बेलासम्म के गरेर बसिरहेको थिएँ?
अहिले सम्झिँदा त्यो कति सुन्दर दिनहरू थियो। साथीहरूसँग सँगै पार्टीमा बसिन्थ्यो, कहिलेकाहीँ बिर्को पनि खोलिन्थ्यो, कहिलेकाहीँ चियर्स पनि गरिन्थ्यो, मजाले उठेर रोदीमा नाचिन्थ्यो। जब मैले कलम समाएँ म मेरा साथीहरूबाट टाढा भएको छु, मेरो कलम नै साथी भएको छ। त्यसपछि म फन्को मारेर नाच्नुभन्दा फन्को मारेर लेख्नपट्टि लागेँ। फन्को मारेर लेख्दा धेरै कुरालाई छोइने रहेछ र बिचमा मैले त्यस्ता कुराहरू पनि भोगेँ। म हृदयले लेख्ने मान्छे, म दिमागले कहिले पनि लेखिनँ। विज्ञानले खोजेका कुराहरू साहित्यले दिँदैन, अथवा विज्ञानले खोजेका कुराहरू र तर्कसङ्गत कुराहरू मेरो मफलरमा छैन। मेरो मफलरमा केवल मेरा भावहरू, तपाईँको माया, तपाईँको आशीर्वादहरू मात्र बुनेको छु मैले। यो यात्रामा म सम्झन्छु 2070 सालको अन्तिम भएको थियो। त्यो अन्तिम पनि सुरुवात रहेछ। 70 सालको अन्तिममा मेरो गजलको सुरुवात भयो। 70 साल सकिनै लागेको थियो। यदि त्यो अन्तिममा मेरो गजलको सुरुवात हुन्थेन भने म प्रदीप पाण्डे हुन्थेँ, म प्रदीप रुदन हुने थिइनँ। आफ्नै जिन्दगीको पनि मेसो नआउने रहेछ, के हुँदो रहेछ के नहुँदो रहेछ। यदि मैले गजल लेख्थिनँ भने म के हुन्थेँ, र यदि तपाईँहरूको प्रेम पाउँदिनथेँ भने म के हुन्थेँ। 2070 सालमा मैले मेरा आदरणीय गुरुहरू पाएँ। लालकाजी गुरु चितवनबाट आइपुग्नु भएको छ, गुरु तपाईँलाई हार्दिक नमन व्यक्त गर्छु। आवाज गुरु हुनुहुन्छ, टकदाई हुनुहुन्छ। मैले थुप्रै गुरुहरू पाएँ जसले मेरो कच्चा औँलालाई समातेर दोहोऱ्याउनलाई हिचकिचाउनु भएन। मैले साहित्यको क पनि जानेको थिएँ। त्यसो त साहित्यको क नजान्दैमा जिन्दगीको भोगाइ नै छैन भन्ने नहुँदो रहेछ। मान्छे भए कथा हुँदो रहेछ। कहिलेकाहीँ कथाले पनि मान्छे बनाउँछ। त्यसरी नै म चाहिँ गजलले मान्छे बनाएको मान्छे हो। त्यो गुरुहरूको यात्रापछि मेरा सरिदय साथीहरू हुनुहुन्छ, निशान भाइ हुनुहुन्छ, इन्दिरा, त्यसपछि रसिकजी हुनुहुन्छ, मेरो आदरणीय महोदय हुनुहुन्छ, मुक्त उदास हुनुहुन्छ। त्यसपछि यति सुन्दर साथीहरूको पछि लागेँ म। 2070 सालमै हुनुपर्छ दिग्गजजी। म चितवन पुगेको थिएँ। त्यो चितवनमा बसेर तपाईँहरूलाई खुब सुनेको थिएँ। होइन, कसैलाई हृदयले सुन्न सक्नु भनेको त्योभन्दा ठुलो खुसी यो संसारमा केही रहेनछ। म त्यति खुसी भएको थिएँ त्यो दिन, हृदयले सुनेको थिएँ। र त्यसपछि कृष्ण भतिज हुनुहुन्छ, यहाँ उपस्थित हुनुहुने सम्पूर्ण मेरो गुरु हुनुहुन्छ। मैले रुखबाट कसरी उभिनुपर्छ सिकेको छु, मैले पानीबाट कसरी बग्नुपर्छ पनि सिकेको छु, सिकिरहेको छु। प्रिय भाइ बब्लु, जिन्दगीले धेरै कुरा सिकाएको छ। प्रकाश भाइ, तपाईँहरूको प्रेमलाई म सुक्खा मान्छे, म अझै पनि गोर्खाको एउटा दुर्गम ठाउँमा बसिरहेको छु। त्यसो त हृदय खुसी भएपछि दुर्गम भन्ने चिज नै हुँदो रहेछ। बाक्ला डसनाहरूले भन्दा मलाई आमाका तकेका डसनाहरूले नै सुताए बाल्यकाल। एकपटकको सानो किस्सा के थियो भने मलाई गुलेली असाध्यै मन पर्यो, तर चरा मार्न आजसम्म पनि मन परेको छैन। म सानै थिएँ, साथीहरूले गुलेली बोकेर हिँडे, मलाई त्यो गुलेली बहुत किन्न मन लागेको थियो र मैले दुःख गरेर त्यो गुलेली पनि किनेँ। पछि साथीको बाआमाले गाली गर्नु भएछ र मैले गुलेली फिर्ता दिनु पर्यो, तर मेरो पैसा फिर्ता पाइनँ। अनि मलाई के लागिरह्यो भने गोली चलाउनेहरूको पनि निशाना चाहिँ बिग्रिनुपर्छ यो संसारमा। गोली चलाउनेको पनि मैले भगवानसँग सधैँ प्रार्थना गर्छु, गुलेली चलाउनेको मट्याङ्ग्रा खेर जानुपर्छ, गोली चलाउनेको गोली खेर जानुपर्छ। गोली बनोस्, बारुद बनोस्, बम बनोस्, दुनियाँले निशाना लगाउन पाऊँ, तर हत्या नहोस् र मृत्यु नहोस्। त्यसको एउटै मात्र उपाय साहित्य रहेछ। म धेरै जान्दिनँ, म कच्चा छु। यही कच्चा तपाईँहरूको हृदयले फेरि तानमा राखेर मफलर बनाएको छ। कावासोतीबाट मेरा भाइहरू आउनुभएको छ, आज रातभरि जाममा पर्नुभयो। दमौलीबाट आदरणीय गुरु मेघ गुरु आउनुभएको छ, प्रिय भाइ विशाल आउनुभएको छ। मैले यहाँ नाम भनिरहेको छैन, मलाई आशीर्वाद दिने र माया दिनेहरूलाई सम्झिरहेको छु। तपाईँहरू सम्पूर्णको आशीर्वाद र मायाले यहाँ उभिएको छु। दिदी आउनुभएको रहेछ, भिनाजु पनि आउनुभएको रहेछ,
मैले आफ्नाहरूलाई यति टाढा आएर देखेको छु। तपाईँहरू सबै मेरो आफ्नो हुनुहुन्छ। घरमा देखेको आफ्नो र बाहिर देखेको आफ्नोमा यति फरक हुने रहेछ भर्खर फिल गरिरहेको छु, मैले अनुभव गरिरहेको छु। म यो यात्रा कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन। तपाईँहरूले दिनुभएको साथ चाहिँ कहिले पनि टुङ्गिने छैन। सपना सकिन्छ तर सपनाका यादहरू कहिल्यै पनि सकिँदैनन्। नुन बिलाउँछ तर नुनिलो बिलाउँदैन। म यति बेला केही मेरा रचनाहरू जो मफलरभित्र छन् र केही रचना जो बाहिर छन् मैले समेट्दा समेट्दै पनि भोलि समेट्छु भन्दा भोलिसम्म समेटिने रहेछ, पर्सि फेरि सकिने रहेछ। हिजो बाटोमा कुरा गर्दै आयौँ, म जित्छु भनेर हिँड्ने हो भने यति धुलो रहेछ, एउटा ट्रकलाई जित्यो फेरि अर्को ट्रक आइपुग्छ, त्यस्तो पनि धुलो खायो, होइन यसलाई जितेपछि अलिकति सजिलो हुन्छ कि भने फेरि त्यसपछि पनि आइपुग्यो। म त्यसपछि मैले बाटोमा विचार गरेँ, जिन्दगी कसैलाई जितेर सक्ने चिज होइन रहेछ, आफूलाई जित्ने चिज रहेछ। बाटोमा सयौँ गाडीहरू हामीले जित्यौँ तर हामी अगाडि भएनौँ। र यो हृदयले 108वटा गजल त्यहाँ राखेको छु। म ओशो सन्यासी हुँ। यसमा 108वटा मालाहरू छन्। आदरणीय शोभा माझी हुनुहुन्छ, निराजन स्वामीजी हुनुहुन्छ, जसले मलाई सन्यासको बाटोमा लिएर जानुभयो। 108वटा गजलहरू मैले त्यो कृतिमा राखेको छु र मैले 108वटा शेर पनि राखेको छु। लेखेर राखेका सबै चिजहरू किताब बन्दैनन् र यो किताब बनाइदिने काम फाइन प्रिन्सले गर्यो। म कहाँ कहाँ छिरोलिएको मान्छे थिएँ। 50औं डायरीहरूमा मेरो गजल छ। अझै पनि कुन डायरीमा के गजल छ मलाई थाहा छैन। मैले लेख्ने मात्रै काम गरेँ। अहिले पनि म थुक्क थुक्क भएको छु। कतिपय गजलहरू छुटेका छन्। अमर दाइले मलाई सधैँ गाली गरिरहनु पनि भएको थियो, सम्झाइरहनु भएको थियो, प्रेम गरिराख्नु भएको छ। फाइन प्रिन्सलाई म हृदयत आभार व्यक्त गर्छु मेरा यी शब्दहरूलाई आकार बनाइदिनु भएकोमा र नेपाली गजललाई माया गरिदिनु भएकोमा। र म मेरा 1-2वटा गजलहरू त म माझमा राख्छु। एउटा पीर आगोमा घर परेको छ। एउटा पीर आगोमा आफ्नो घर परेको छ। अर्को पीर दुश्मनको हातमा सागर परेको छ। एउटा पीर आगोमा मेरो घर परेको छ। अर्को पीर दुश्मनको हातमा सागर परेको छ। अघि श्रीमानको हात पर्यो उनको गलामा। अघि श्रीमानको हात पर्यो उनको गलामा। अहिले डाम छोप्न मेरो मफलर परेको छ। अघि श्रीमानको हात पर्यो उनको गलामा। अहिले डाम छोप्न मेरो मफलर परेको छ। मेरो आँखाको उपचार गरेनस् म के गरौँ। मेरो आँखाको उपचार गरेनस् म के गरौँ। छोरा आज तेरो आँखामा कसिङ्गर परेको छ। मेरो आँखाको उपचार गरेनस् म के गरौँ। छोरा आज तेरो आँखामा कसिङ्गर परेको छ। मलाई रुवाएर पुगेन र उसलाई रुवायो फेरि। कुलदासे मलाई रुवाएर पुगेन र उसलाई रुवायो फेरि। कि तिमीलाई मान्छे रुवाउने टेन्डर परेको छ। मलाई रुवाएर पुगेन र उसलाई रुवायो फेरि। कि तिमीलाई मान्छे रुवाउने टेन्डर परेको छ। भोको मान्छे कम गर्ने लक्ष्य राख्यो सरकारले। भोको मान्छे कम गर्ने लक्ष्य राख्यो सरकारले। थाहा छैन कसको भागमा जहर परेको छ। भोको मान्छे कम गर्ने लक्ष्य राख्यो सरकारले। थाहा छैन कसको भागमा जहर परेको छ। एउटा पीर आगोमा आफ्नो घर परेको छ। अर्को पीर दुश्मनको हातमा सागर परेको छ। घाटमा असर परेको भए चित्त बुझाउन हुन्थ्यो खिमगुरु। घाटमा असर परेको भए चित्त बुझाउन हुन्थ्यो। घाटको आगोले आज अगेनामा असर परेको छ। घाटमा असर परेको भए चित्त बुझाउन हुन्थ्यो। घाटको आगोले आज अगेनामा असर परेको छ। एक पीर आगो लागेमा मेरो घर परेको छ। अर्को पीर दुश्मनको हातमा सागर परेको छ। धेरै धेरै आभारी छु।
अनि एकपटक त्यस्तै भयो। जिन्दगीमा त्यस्तो धेरैचोटि हुन्छ, तर कुनै कुनै त्यस्तो मात्र सम्झनामा रहँदो रहेछ। ऋण तिर्नु थियो, एकदम छोटो समयको लागि ऋण तिर्नु थियो। समय पुग्नुभन्दा 4 दिन अगाडि नै उहाँले सम्झाउनु भयो। सम्झाइदिने मान्छेहरू कति सुन्दर हुन्छन्, किनकि मैले 4 दिन अगाडि त्यो कुराको तयारी गर्न पाएँ। तर तयारी गर्न एकदमै मुस्किल भयो र फेरि अर्को पटक ऋण खोज्नु पर्ने भयो। त्यही बेलामा लेखेको थिएँ, हरेक समस्याको हल समस्यामै पाउन सकिन्छ विष्णु दाइ। हरेक समस्याको हल समस्यामै पाउन सकिन्छ, ऋण खोजेर पनि त ऋण बुझाउन सकिन्छ। हरेक समस्याको हल समस्यामै पाउन सकिन्छ, ऋण खोजेर पनि त ऋण बुझाउन सकिन्छ। मभन्दा सानो कोही नहोस् यो दुनियाँमा, मभन्दा सानो कोही नहोस् यो दुनियाँमा, दुनियाँलाई यसरी पनि त झुकाउन सकिन्छ। मभन्दा सानो कोही नहोस् यो दुनियाँमा, दुनियाँलाई यसरी पनि त झुकाउन सकिन्छ। ताप सहनु पर्छ, चोट सहनु पर्छ प्रिया, ताप सहनु पर्छ, चोट सहनु पर्छ प्रिया, चिम्टा बनेपछि त्यही आगो समाउन सकिन्छ। ताप सहनु पर्छ, चोट सहनु पर्छ प्रिया, चिम्टा बनेपछि त्यही आगो समाउन सकिन्छ। मलाई सम्झेर निदाउनु भनिरहन्छौ तिमी अञ्जन महोदय, मलाई सम्झेर निदाउनु भनिरहन्छौ तिमी, तिमीलाई सम्झेपछि कहाँ निदाउन सकिन्छ। मलाई सम्झेर निदाउनु भनिरहन्छौ तिमी, तिमीलाई सम्झेपछि कहाँ निदाउन सकिन्छ। हर समस्याको हल समस्यामै पाउन सकिन्छ, ऋण खोजेर पनि त ऋण बुझाउन सकिन्छ। हस्, धेरै धेरै आभार यहाँहरूलाई। म अर्को गजल वाचन गर्छु। कि पानीको बाप, वसन्त महोदय, कि पानीको बाप पानी भएर आउन सक्छ, कि पानीको बाप पानी भएर आउन सक्छ। प्रकाश गुरु, के पानीको बाप पानी भएर आउन सक्छ। सक्छ बाबु, समयले जो कसैलाई घुमाउन सक्छ। के पानीको बाप पानी भएर आउन सक्छ। सक्छ बाबु, समयले जो कसैलाई घुमाउन सक्छ। लाग्न सक्छ जुत्ता लाउनेहरूको निधारमा गोली, लाग्न सक्छ जुत्ता लाउनेहरूको निधारमा गोली, मलाई मेरै फुस्किने चप्पलले बचाउन सक्छ। लाग्न सक्छ जुत्ता लाउनेहरूको निधारमा गोली, मलाई मेरै फुस्किने चप्पलले बचाउन सक्छ। दुःख नपाउन पनि केही दुःख गर्नुपर्छ प्रिया, दुःख नपाउन पनि केही दुःख गर्नुपर्छ प्रिया। छाता बोकेर जाऊ, बाटोमा पानी आउन सक्छ। दुःख नपाउन पनि केही दुःख गर्नुपर्छ प्रिया, छाता लिएर जाऊ, बाटोमा पानी आउन सक्छ। म आफ्नै मृत्युको खबर सुन्न पनि तयार छु, म आफ्नै मृत्युको खबर सुन्न पनि तयार छु। हेरौँ अब यो दुनियाँले के सुनाउन सक्छ। म आफ्नै मृत्युको खबर सुन्नसम्म तयार छु। हेरौँ यो दुनियाँले अब के सुनाउन सक्छ। खुसीको कमी होला मेरो भाइहरू, खुसीको कमी होला, एउटा तस्बिर खिचेर लैजाऊ। मेरो रोएको तस्बिरले पनि तिमीलाई हँसाउन सक्छ। खुसीको कमी होला, एउटा तस्बिर खिचेर लैजाऊ। मेरो रोएको तस्बिरले पनि तिमीलाई हँसाउन सक्छ। जिन्दगी त्यही गाग्रो हो जो भरे भन्दैछौ तिमी, जिन्दगी त्यही गाग्रो हो जो भरे भन्दैछौ तिमी। खुसी सानो लोटा हो जसले पुरै गाग्रो रित्ताउन सक्छ। जिन्दगी त्यही गाग्रो हो जो भरे भन्दैछौ तिमी, खुसी सानो लोटा हो जसले पुरै गाग्रो रित्ताउन सक्छ। गुरु के पानीको बाप पानी भएर आउन सक्छ। सक्छ बाबु, समयले जो कसैलाई घुमाउन सक्छ। हस्, धेरै धेरै आभार यहाँहरूलाई। मेरा दाइहरू अगाडि हुनुहुन्छ, मेरा भाइहरू अगाडि हुनुहुन्छ। कसैको खुसी कति पनि लाग्दो रहेछ भने मान्छे अरू अगाडि भयो भने दुख्छ, तर तपाईँहरू अगाडि हुनुहुन्छ, धेरै खुसी लागेको छ। मेरै मूल्य तोक्दा पनि मैले मनमा लिएको छैन,
अटल भाइ, मेरै मूल्य तोक्दा पनि मैले मनमा लिएको छैन, के लिनु? ऊ आजसम्म आफ्नै खुट्टामा उभिएको छैन। मेरै मूल्य तोक्दा पनि मैले मनमा लिएको छैन, के लिनु? ऊ आजसम्म आफ्नै खुट्टामा उभिएको छैन। एकछिन पर्खिनुहोस्, एकछिन पर्खिनुहोस्, हतार नगर्नुहोस् हाँस्नलाई। एकछिन पर्खिनुहोस्, हतार नगर्नुहोस् हाँस्नलाई। म पछारिन लागेको हुँ, पछारिएको छैन। एकछिन पर्खिनुहोस्, हतार नगर्नुहोस् हाँस्नलाई। म पछारिन लागेको हुँ, पछारिएको छैन। सम्झन नसकेको बाको अनुहार हो उसले। म एकजना गुरुलाई सम्झिन्छु, उहाँले सेयर गर्नुभएको थियो यो कुरा। सम्झन नसकेको बाको अनुहार हो उसले। औँलामा सुनको औँठी थियो, बिर्सिएको छैन। सम्झन नसकेको बाको अनुहार हो उसले। औँलामा सुनको औँठी थियो, बिर्सिएको छैन। प्रिया, फुकिदिन्छु म तिम्रो मण्डपमा बेलुन। प्रिया, फुकिदिन्छु म तिम्रो मण्डपमा बेलुन। अहिलेसम्म त मेरो सास सकिएको छैन। प्रिया, फुकिदिन्छु म तिम्रो मण्डपमा बेलुन। अहिलेसम्म त मेरो सास सकिएको छैन। बा, हेर्नुहोस् त खाना पाइन्छ लेखिएको छ त्यहाँ। बा, हेर्नुहोस् त खाना पाइन्छ लेखिएको छ त्यहाँ। थाहा छ बाबु, सित्तैमा पाइन्छ लेखिएको छ। बा, हेर्नुहोस् त खाना पाइन्छ लेखिएको छ त्यहाँ। थाहा छ बाबु, सित्तैमा पाइन्छ लेखिएको छैन। मेरै मूल्य तोक्दा पनि मैले मनमा उपयुक्त बहाना छैन, मलाई थाहा छ। कसौडीमा आमालाई पुग्ने खाना छैन। खान मन छैन भन्नुभन्दा उपयुक्त बहाना छैन, मलाई थाहा छ। कसौडीमा आमालाई पुग्ने खाना छैन। जसलाई बाटो छोड्दा म लडेँ, उही हाँसेर गयो। जसलाई बाटो छोड्दा म लडेँ, उही हाँसेर गयो। महोदय, अरूको भलो चिताउने त जमाना छैन। जसलाई बाटो छोड्दा म लडेँ, उही हाँसेर गयो। महोदय, अरूको भलो चिताउने त जमाना छैन। फुटपाथमा लुगा बेच्नेहरूलाई जरिवाना छ यहाँ। फुटपाथमा लुगा बेच्नेहरूलाई जरिवाना छ यहाँ। कलिलो नानीको लुगा च्यात्नेलाई जरिवाना छैन। फुटपाथमा लुगा बेच्नेहरूलाई जरिवाना छ यहाँ। कलिलो नानीको लुगा च्यात्नेलाई जरिवाना छैन। खान मन छैन भन्नुभन्दा उपयुक्त बहाना छैन, मलाई थाहा छ। कसौडीमा आमालाई पुग्ने खाना छैन। म बगर हुँ, उसको पैतालाको डोब अझै छ यो छातीमा। म बगर हुँ, उसको पैतालाको डोब अझै छ यो छातीमा। ऊ पानी रहेछ जहाँ म बसेको कुनै निशाना छैन। भित्तो लड्ने डर पनि सकिन्छ एक बर्खापछि। भित्तो लड्ने डर पनि सकिन्छ एक बर्खापछि। हुरीको डर सकियो, हिजोदेखि घरको छाना छैन। भित्तो लड्ने डर पनि सकिन्छ एक बर्खापछि। हुरीको डर सकियो, हिजोदेखि घरको छाना छैन। खान मन छैन भन्नुभन्दा उपयुक्त बहाना छैन, मलाई थाहा छ। कसौडीमा आमालाई पुग्ने खाना छैन। हस्, गजलको पूजा, गजललाई तराउनुमा प्रयास गर्छु। त्यसो त मेरो घाँटी बिग्रिएको छ। हिजो बाइकमै आयो, अनि गाडीबाट आउन पनि साँझ परेपछि गाउँबाट गाडीहरू आउँदैनन् सहर, किनकि गाउँका बा आमाहरू दुख्छन्। बास बस्ने बेला गाउँबाट कुनै गाडी छुट्दैन। मेरो गाउँबाट साँझको बेला कुनै गाडी छुटेको छैन आजसम्म। म गुनगुनाउँछु। यही गुनगुनाइसँगै तपाईँहरू सम्पूर्णको माया, तपाईँहरूको उपस्थितिलाई हृदयत आभार पनि सम्झिनु होला। मेरा शब्दहरूले तपाईँलाई न्याय गर्न सक्दैन। मेरा बोलीहरूले तपाईँको पवित्रताको व्याख्या गर्न सक्दैन। म यी शब्दहरूमा अब अल्झिन्न। तपाईँहरूको सम्झनालाई मैले हेरेको छु। यी आँखाहरू साना छन् तर कति ठुला कुरा देख्दा रहेछन्। तपाईँहरू सम्पूर्णको महान उपस्थिति मैले देखेको छु। यो सानो आँखा मेरो हुनु पनि मेरो सौभाग्य हो। साना कुराले नै ठुलो कुरा देख्छ। यति कुरा जिन्दगीमा सम्झिने हो भने मन भुलाउन केही सकिन्छ। त्यसरी नै मन भुलाएको मान्छे हुँ, मन नभुलाउने मान्छे त यहाँ कोही पनि छैन, होइन दाजु? हुन्छ, म एउटा गाउँछु। उजेलो कहाँ छ, उजेलो कहाँ छ, अँधेरो कहाँ छ,
उजेलो कहाँ छ, अँधेरो कहाँ छ, ए आमा पछ्यौरीको फेरो कहाँ छ। उजेलो कहाँ छ, अँधेरो कहाँ छ, ए आमा पछ्यौरीको फेरो कहाँ छ। स्वयं आँसु पुछ्दै, स्वयं आँसु पुछ्दै नरो जिन्दगानी, स्वयं आँसु पुछ्दै नरो जिन्दगानी, कठै भन्ने मान्छे नि तेरो कहाँ छ। स्वयं आँसु पुछ्दै नरो जिन्दगानी, स्वयं आँसु पुछ्दै नरो जिन्दगानी, कठै भन्ने मान्छे नि तेरो कहाँ छ। म खोज्दैछु चाबी, यस्तो सबैलाई हुन सक्छ, मलाई भएको भए संयोग मान्नु होला। म खोज्दैछु चाबी लिई हातमा नै, विद्यागुरु म खोज्दैछु चाबी लिई हातमा नै, गयौ जब तिमी होस् मेरो कहाँ छ। म खोज्दैछु चाबी लिई हातमा नै, म खोज्दैछु चाबी लिई हातमा नै, गयौ जब तिमी होस् मेरो कहाँ छ।